नमस्कार। सदा चाहिँ आज पनि हामीहरू मेषदेखि मीन राशिसम्मका जातकहरूलाई आजको दिन शुभ रहन्छ या अशुभ, कसरी अगाडि बढ्दा आजको दिनलाई शुभ पार्न सकिन्छ भन्ने विषयमा 12वटै राशिहरूको राशिफल लिएर उपस्थित भइसकेका छौँ। त्यस्तै आजका भाग्यशाली राशिहरू को हुन् र सावधानीपूर्वक अगाडि बढ्नुपर्ने राशिहरू के हुन् भनेर समेत बताउनेछौँ। आफ्नो राशिफल सुनेर आफ्नो दैनिकीलाई सुव्यवस्थित र शुभ बनाउनु हुनका लागि हामीहरूले यो 12वटै राशिहरूको राशिफल यहाँ प्रस्तुत गर्ने गरेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ र हजुरहरूको राशि के हो त्यो पनि बताउनुहोला। ढिलो नगरी सुरु गरौँ आजको तिथि मितिबाट। आज मिति 2083 साल भदौको 4 गते इस्वी सम्वत 20 अगस्त 2026 बिहिबार रहेको छ। त्यस्तै आज शुक्ल पक्षको अष्टमी तिथि रहेको छ भने विशाखा नक्षत्र रहेको छ। त्यस्तै आज चन्द्रमा वृश्चिक राशिमा रहनु हुनेछ भने आज बिहान 5:37 सूर्योदय भएको छ। सूर्यास्त भने साँझ 6:36 हुनेछ। त्यस्तै आउनुहोस् अब सुरु गरौँ आजको दिन मेषदेखि मीन राशिसम्मका जातकहरूलाई के कस्तो दिन रहन्छ त। मेष राशि। आज मेष राशि हुनेहरूका लागि चन्द्रमा अष्टम भावमा परेको हुनाले अष्टम भाव परिवर्तन, अचानकता, गोप्य विषय, अनुसन्धान, आयु, संयुक्त धन, मानसिक गहिराई र अनपेक्षित घटनासँग सम्बन्धित मानिन्छ। त्यसैले आज मेष राशिले हतारमा ठुलो निर्णय नगर्नु नै बुद्धिमानी रहनेछ। आज मेष राशि हुने जातकहरूका लागि चन्द्रमा अष्टम भावमा वृश्चिक राशिमा परेको हुनाले मेष राशि हुने विद्यार्थी वर्गहरूका लागि गहिरो विषय पढ्न सकिने दिन रहेको छ। अनुसन्धान, ज्योतिष, विज्ञान, इतिहास वा रहस्यात्मक विषयमा रुचि बढ्न सक्नेछ भने मनलाई एकै ठाउँमा टिकाइराख्न भने कठिन हुन सक्नेछ। मन गहिराईमा जाने अवसर प्राप्त नभएमा त्यही मन नै पीडाको कारण समेत बन्न सक्ने दिन रहेको छ। त्यस्तै जागिरीगत क्षेत्रमा रहने मेष राशिहरूका लागि कार्यालयमा अरूले लुकाएको कुरा अचानक थाहा पाउन सकिन्छ भने गोप्य कागजात, गोप्य कुराहरू, आर्थिक हिसाब र जिम्मेवारीमा विशेष ध्यान दिनुपर्ने दिन रहेको छ। त्यस्तै व्यावसायिक क्षेत्रमा लाग्ने मेष राशिहरूका लागि ठुलो जोखिम लिएर लगानी गर्ने दिन प्राप्त हुनेछ, तर ठुलो लगानी गरेर ठुलो जोखिम लिएर लगानी गर्नु आजको लागि उचित हुँदैन। पुरानो कारोबार, हिसाब वा साझेदारीको कागज राम्रोसँग मिलाएर मात्रै अगाडि बढ्नुपर्ने दिन रहेको छ। त्यस्तै आर्थिक क्षेत्रमा लाग्ने मेष राशिहरूका लागि अचानक खर्च आउन सक्छ, रोकिएको पैसा ढिलो प्राप्त हुन सक्छ भने पारिवारिक क्षेत्रमा लाग्ने मेष राशिहरूका लागि घरमा पुरानो विषय पुनः उठ्न सक्छ। कुरालाई तन्काउनुको साट्टा शान्त भएर समाधान गर्नु राम्रो रहनेछ। त्यस्तै प्रेम तथा विवाहगत क्षेत्रमा लाग्ने मेष राशि